ए यता कोठा चाहिँ यता है तपाईँहरूको के रिक्सा चलाउनु भएको रिक्सा त्यो हो ए ए नमस्ते फेरि पनि हजुरलाई अनि यहाँ को बस्नुहुन्छ त एउटा छोरा एउटा छोरी एउटा म अनि ए त्यही त यहाँ राख्दै जान्छ ए तपाईँको शुभ नाम चाहिँ कुमार दाहाल तपाईँ चाहिँ रिक्सा चालक ए कसरी लाग्यो त रिक्साबाट प्रहरीले आन्दोलनमा ढुङ्गामुढा भइरहेको छु हजुर अनि फेरि जाउँ लाग्छ भनेर पेटीमा बसिरहेको थियौँ माथि माथि हामी सोच गरिरहेको थियौँ हजुर असो ग्यास मात्रै छोडिरहेको थियो पहिला त हजुर अनि पछि किनभने पनि सहन सकेन के भयो हजुर हजुर तलबाट नि गयो माथिबाट नि गयो हजुर हजुर अनि उनी बाध्य भएर चलायो गोली नै लाग्यो ए उहाँको तपाईँको श्रीमती ए अनि यो कसरी छ कोठाको भाडा त 18,000 ए महँगो रहेछ त अनि त्यो कति कमाउनुहुन्छ त रिक्सा चाबाट तपाईँले 500-700 कमाउनु हुन्थ्यो अब दसैँको बेलामा अब यस्तो भयो तपाईँलाई अब 1-2 महिना त पुग्छ होला तपाईँहरूलाई खानालाई यहाँ तपाईँलाई टी सर्टहरू पनि छ यहाँ ठिक हुन्छ कि हुँदैन हेर्नु त टी सर्टहरू छ भित्र ठिक हुन्छ होला है उहाँलाई पैसा त्यता जान्छ कति छ 25,000 छ यहाँ अनि 25,000 चाहिँ 5,000 थप्दैन बिचरा कतिजना हुन्छ परिवार 4जना हुनुहुन्छ कमाएर खाने चाहिँ तपाईँ हो कमाएर पाल्ने तपाईँ हो ए बिचरा छैन है बिचरा ल 5,000 थपेर तपाईँको 25,000 छ 25,000 चाहिँ हजुरलाई हजुर ए 30,000 30,000 यो 25,000 5,000 गरेर 25,000 हजुरलाई है यो चाहिँ तपाईँलाई हस् हस् अनि तपाईँलाई चाहिँ यो कस्तो भन्दा चाहिँ हामीले चाहिँ केही समयलाई चाहिँ हामी सरकार त होइन होइन तर केही समयलाई तपाईँलाई राहत होस् भनेर 1-2 महिनालाई भयो नि त होइन त्यतिखेरसम्म यो घाउ पिसो हुन्छ नि त तपाईँको त्यही भएर मैले अर्को ठाउँमा दिनुपर्ने हुन्छ हजुरलाई धन्यवाद छ है त हस् हस् देशको लागि भएर चाहँदा नचाहँदै गोली खानु पर्यो हजुरले बिचरा अब एउटा मजदुरले होइन त्यही त ल दिन्छु है ल मैले चिया खान भ्याउँदिनँ चिया खान्जेल अर्को मान्छेलाई दिन भ्याउँछु कि मैले उता जडीबुटी जानु छ है त ल है त है हस् 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 यो अनि बैशाखी चाहिँ के किनिसक्नु भएको थियो ए ल हस् हस्